सम्पूर्णमा नमस्कार साथीहरु, यदि तपाईको उमेर 60 वर्षभन्दा माथि भइरहेको छ भने भिडियो अन्तिमसम्म हेर्नुहोला। साथीहरु, जब हाम्रो उमेर 60 वर्षभन्दा माथि हुन थाल्छ त्यतिबेला हाम्रो शरीरभित्र विभिन्न किसिमको स्वास्थ्य समस्या उत्पन्न हुने खतरा बनिरहेको हुन्छ। ती सबै खतराबाट आफ्नो शरीरलाई जोगाइराख्नका लागि केही यस्ता किसिमका खानेकुराहरू छन् जसलाई अनिवार्य सेवन गर्नुपर्छ। यसै क्रममा साथीहरु, म आज तपाईलाई 3 वटा सबैभन्दा बेस्ट र सबैभन्दा शक्तिशाली खानेकुराको बारेमा जानकारी दिन्छु जसलाई 60 प्लस को उमेरमा अनिवार्य सेवन गर्नुपर्छ। साथीहरु, 60 वर्षभन्दा माथि उमेर भइसके पछाडि अनिवार्य खानुपर्ने जुन 3 वटा खानेकुरा छ त्यसमध्ये सबैभन्दा 1 नम्बरमा रहेको छ फर्सीको बिया। साथीहरु, सुन्दा तपाईलाई सामान्य लाग्ला तर वास्तवमा फर्सीको बिया हाम्रो स्वास्थ्यको लागि, हाम्रो जीवनको लागि अत्यन्त लाभकारी मानिन्छ। साथीहरु, यसमा प्रशस्त मात्रामा हेल्दी फ्याट रहेको हुन्छ, यसमा प्रशस्त मात्रामा म्याग्नेशियम रहेको हुन्छ, यसमा प्रचुर मात्रामा जिंक रहेको हुन्छ, भरपूर मात्रामा फस्फोरस र पावरफुल एन्टिअक्सिडेन्ट रहेका हुन्छन्। जब हामी यसको सेवन गर्छौं सबभन्दा पहिले त्यसमा रहेको जुन हेल्दी फ्याट छ यसले हाम्रो मुटुलाई र रगत नलीलाई जोगाउन मद्दत पुर्याउँछ, त्यसलाई स्वस्थ राख्न हामीले सहयोग पुर्याउने कार्य गर्छ। दोस्रो, यसले कोलेस्ट्रोलको मात्रालाई घटाउन मद्दत पुर्याउँछ। यसमा प्रशस्त मात्रामा म्याग्नेशियम रहेको हुन्छ जसले हाम्रो ब्लड प्रेसरलाई कन्ट्रोल गर्न हामीले सहयोग पुर्याउने कार्य गर्छ। यसमा प्रशस्त मात्रामा रहेको जिंकले हाम्रो रोग प्रतिरोधक क्षमतालाई बढाउन मद्दत पुर्याउँछ, हाम्रो कपाललाई कालो बनाइराख्न मद्दत पुर्याउँछ र साथै हाम्रो शरीरभित्र हुने जति पनि केमिकल रियाक्सनहरू छ त्यसमा यसले अत्यधिक मात्रामा सहयोग पुर्याउने कार्य गर्छ। यसको साथसाथै यसले हाम्रो स्पर्मको क्वालिटी र क्वान्टिटीमा अत्यधिक मात्रामा सुधार ल्याउन हामीले सहयोग पुर्याउने कार्य गर्छ। साथीहरु, यसमा प्रचुर मात्रामा फस्फोरस रहेको हुनाले यसले हाम्रो शरीरका सम्पूर्ण हाडलाई बलियो र मजबुत बनाउँछ, जसको कारणले गर्दा बुढेसकालमा यानी कि 60 प्लस को उमेरमा हाम्रो हाडमा दुखाइ उत्पन्न हुँदैन, हाम्रो जोर्नीमा दुखाइ उत्पन्न हुन पाउँदैन, हाम्रो कम्मर एकदमै मजबुत र बलियो रहने गर्छ। त्यसकारण साथीहरु, 60 प्लस को उमेरमा यसलाई अनिवार्य सेवन गर्नुपर्छ। अब यसको सेवन गर्ने तरिकाको कुरा गर्ने भने 20 वटा दाना नियमित रूपमा हामी साँझको समयमा भिजाएर भोलि बिहान उठेर पानीबाट यसलाई झिकेर हल्का तावामा रोस्ट गरेर हल्का मात्रै रोस्ट गर्ने ताकि यसको पानी सुकेर जाओस् र त्यसपछि यसलाई चबाई हामी सेवन गर्न सकिन्छ। दोस्रो नम्बरमा रहेको छ अश्वगन्धा चूर्णको सेवन। साथीहरु, 60 प्लस को उमेरमा अश्वगन्धा अनिवार्य सेवन गर्नुपर्छ। अश्वगन्धामा रहेको शक्तिशाली कम्पाउन्डले सबभन्दा पहिले त हाम्रो चिन्ता तनावलाई कम गर्न मद्दत पुर्याउँछ, हाम्रो मानसिक स्वास्थ्यलाई एकदमै स्वस्थकर बनाउन मद्दत पुर्याउँछ, रातिको निद्रालाई एकदमै मिठो बनाउँछ। यसको अलावा हाम्रो शरीरका सम्पूर्ण मांसपेशीलाई एकदमै बलियो र मजबुत बनाउँछ, हाडलाई एकदमै स्वस्थ र तन्दुरुस्त बनाइराख्न मद्दत पुर्याउँछ, शरीरभित्र भरपूर मात्रामा एनर्जी प्रदान गर्छ, शरीरभित्र प्रचुर मात्रामा यसले फुर्ती दिने कार्य गर्छ। यसको अलावा हाम्रो शरीरभित्र टेस्टोस्टेरोन हार्मोनको मात्रालाई बढाउँछ जसको कारणले गर्दा हाम्रो यौन क्षमता एकदमै बलियो हुने गर्छ। यसको अलावा हाम्रो शरीरका जति पनि यो नर्भस सिस्टम छ त्यसलाई स्वस्थ राख्नको लागि यसले हामीले अत्यधिक मात्रामा मद्दत पुर्याउने कार्य गर्छ। यसको साथसाथै यसले हाम्रो ब्लड प्रेसरलाई कम गर्न हामीले सहयोग पुर्याउने कार्य गर्छ। त्यसकारण साथीहरु, 60 प्लस को उमेरमा यसलाई अनिवार्य सेवन गर्नुपर्छ। अब यसको सेवन गर्ने तरिकाको कुरा गर्ने भने राम्रो कम्पनीको अश्वगन्धा चूर्ण किनेर ल्याउने र त्यसबाट सानो चम्चाको आधा चम्चा अश्वगन्धा चूर्ण लिने, 1 कप तातो दूध भित्र राम्रोसँग फिटेर केही समयको लागि ढाकेर राख्दिने, त्यसपछि यसलाई रातिको समयमा 1 पटक सेवन गरेर सुत्न जाने। नियमित रूपमा यसलाई 1 महिनासम्म सेवन गर्ने, त्यसपछि यसलाई 2-3 महिनाको लागि बन्द गरिदिने, पुनः आवश्यक परेको बेलामा यसको चाहिँ सेवन गर्ने। साथीहरु, तपाईहरुको सहजताको लागि राम्रो कम्पनीको अश्वगन्धा चूर्ण खरिद गर्ने एउटा लिंक छ, त्यसलाई म कमेन्ट भित्र र डिस्क्रिप्सन भित्र राखिदिएको छु। त्यो लिंकमा तपाई सिधै गएर क्लिक गरेर अनलाइन अर्डर गरेर आफ्नै घरमा अश्वगन्धा चूर्ण मगाउन सक्नुहुन्छ र यसको सेवन गर्न सक्नुहुन्छ। तेस्रो नम्बरमा रहेको छ बेसारको सेवन। 60 प्लस को उमेरमा बेसार अनिवार्य सेवन गर्नुपर्छ। बेसार भित्र एउटा शक्तिशाली कम्पाउन्ड रहेको हुन्छ जसलाई कर्क्युमिन भन्ने गरिन्छ। यो कर्क्युमिन हाम्रो शरीरभित्र एन्टी इन्फ्लामेटरीको रूपमा काम गर्ने गर्छ। यसको सेवन गरिसकेपछि सबभन्दा पहिले त्यसले हाम्रो शरीरभित्र उत्पन्न हुने जति पनि सुजन इन्फ्लामेसन छ त्यसलाई कम गर्न हामीले मद्दत पुर्याउँछ। दोस्रो, हाम्रो रोग प्रतिरोधक क्षमतालाई बढाउन मद्दत पुर्याउँछ। यसको अलावा साथीहरु, यसले हाम्रो शरीरभित्र उत्पन्न हुने जति पनि दुखाइहरू छ त्यसलाई कम गर्न हामीले मद्दत पुर्याउँछ, जोर्नीलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ, कम्मरलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ। साथीहरु, बढ्दो उमेरमा गम्भीर रोगको जोखिमबाट बच्न चाहनुहुन्छ भने नियमित रूपमा बेसारको सेवन गरिराख्नु होला। अब यसको सेवन गर्ने तरिकाको कुरा गर्ने भने 1 कप दूध लिनु होला र त्यसमा आधा चम्चा शुद्ध बेसार मिसाएर 2-3 मिनेट यसलाई उमाल्दिनु होला।
त्यस पछाडि त्यही कपमा राखेर हल्का मनतातो भइसके पछाडि दिनमा एक पटक यसको सेवन गर्नुहोला। लगातार 1 महिनासम्म गर्नुहोला। त्यस पछाडि 2-3 महिनाको लागि यसको सेवनलाई बन्द गरिदिनु होला। पुनः आवश्यक परेको बेलामा यसको सेवन गर्नुहोला। साथीहरु, अब यो जुन 3 वटा खानेकुरा छ यसलाई एकैसाथ सेवन नगर्नुहोला। पहिला लगातार 1 महिनासम्म फर्सीको बिया सेवन गर्नुस्, त्यस पछाडि त्यसको सेवनलाई बन्द गरिदिनुस्। त्यस पछाडि लगातार 1 महिना अश्वगन्धा खानुस्, त्यसको सेवनलाई पुनः बन्द गर्नुस्। त्यसपछि लगातार 1 महिना यो जुन बेसार र दूध छ यसको सेवन गर्नुस्। यसरी रोटेसन गर्दै सेवन गर्दै जानुभयो भने यसले तपाईको शरीरभित्र यी सम्पूर्ण स्वास्थ्यलाई पुर्याउन मद्दत पुर्याउँछ। साथीहरु, एउटा कुरा ख्याल गरिराख्नु होला, यदि तपाई यो तीनैवटा खानेकुरा कुनै गर्भवती महिलालाई दिन चाहनुहुन्छ वा कुनै पनि रोगबाट पीडित भएको व्यक्तिलाई दिन चाहनुहुन्छ वा तपाईको बीपी नियमित रूपमा कम भइरहेको छ त्यस्तो अवस्थामा सेवन गर्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा एकपटक आफ्नो डाक्टरको सल्लाह अवश्य लिनु होला, त्यसपछि मात्र सेवन गर्नु होला।